कार्यक्रममा नि धेरै प्रकारको वक्ताहरू हुन्छ कि हजुर आफू कुन वक्ता बनेर जाँदै हुनुहुन्छ थाहा पाउनु होला है त। सुरुमा बोल्ने व्यक्ति भनेको चाहिँ उद्घोषक हो होइन, जसले चाहिँ कार्यक्रम सञ्चालन गर्नुहुन्छ होइन, अनि जो चाहिँ सुरुदेखि लगभग अन्तिमसम्म बोल्नुहुन्छ। अनि त्यसपछि बोल्ने वक्ता भनेको चाहिँ स्वागत मन्तव्य दिने वक्ता कि हजुरलाई चाहिँ स्वागत मन्तव्य राखिदिनु हुनको लागि मञ्चमा बोलाउँछु भन्नुभयो भने उहाँ चाहिँ स्वागत मन्तव्य दिने वक्ता भयो। अनि उहाँ चाहिँ कसको तर्फबाट हुन्छ त, आयोजक संस्थाको तर्फबाट हुन्छ। अनि त्यसपछि अर्को नर्मल हुने मन्तव्य भनेको शुभकामना मन्तव्य। यो शुभकामना मन्तव्य चाहिँ कसले राख्ने गर्छ भन्दा अतिथि। यदि हजुरलाई चाहिँ कसैले अतिथि बनाएर बोलाएको छ भने तपाईँले राख्ने मन्तव्य के रहेछ त, शुभकामना मन्तव्य। र अन्तिममा राख्ने मन्तव्य भनेको सभाध्यक्ष मन्तव्य। त्यो सभाको अध्यक्षलाई नै के त सभाध्यक्ष भन्छौँ र उहाँले राख्ने भाषण, उहाँले राख्ने मन्तव्यलाई नै सभाध्यक्ष मन्तव्य भनिन्छ। हजुरले आजको दिनसम्म कुन कुन भूमिकामा रहनुभयो र कस्तो कस्तो मन्तव्य राख्नु भएको छ कृपया कमेन्ट गर्नुहोला है त। यस्तै यस्तै अझ पब्लिक स्पिकिङ सम्बन्धी टिप्सको लागि मलाई फलो गर्न नबिर्सिनु होला। थ्याङ्क यू।